नमस्कार सबैजनालाई। म आज हजुरहरूलाई एउटा कुरा देखाउँछु, आउनुहोस् है त मसँग। 10-12 दिन अगाडि बिरुवामा पानी राख्न आउँदा एउटा सानो पहेँलो फर्सी देखेँ। अनि यो सबै यसरी इट्टामा उम्रेको फर्सी अब यो पोतारिन्छ भनेर मैले यसलाई यसरी एउटा बास्केटमा राखिदिएको। त ल हेर्नु त 10-12 दिनमा त फर्सी त कत्रो ठुलो भइसक्यो रहेछ। खासमा आज फर्सीको मुन्टा टिप्नलाई बारीमा आएको हो। फर्सीको मुन्टा कसरी टिप्यो भने छिट्टो पलाउँछ भनेर म आज हजुरहरूलाई देखाउँछु। यो भिडियो पुरा हेरिदिनु होला है त। मेरो हातमा एउटा फर्सीको मुन्टा छ। ल हेर्नु यसरी यो यहाँसम्म पलाउँदै गएको छ है। अब यो यसरी हेर्ने अनि जहाँसम्म कलिलो लाग्छ त्यो डाँठसम्म काट्नुपर्छ। अब यहाँ यसरी काट्दालाई हेर्नु है, हेरी यो यसमा चाहिँ के छ भने हेरी यहाँ यो यसरी मुना पलाएको छ क्या। फेरि यो मुनालाई नचुडी काट्यो भने फेरि यो मुनाबाट अरू फर्सीको मुन्टा निस्किन्छ र अनि अरू डाख्लाबाट पनि फेरि मुना पलाएर फर्सीको मुन्टाहरू आउँछ। त्यही भएर यसलाई अब यसरी छुटुक्क यो मुनालाई नचुडाइकन ल हेर्नु यसरी छुटुक्क कैँचीले काटिदिनु अथवा हातले पनि टिप्न सक्नुहुन्छ। यो मुना यही बाँकी नै छ है। अनि अब यो पत्ता पनि कलिलो छ, हजुरहरूलाई मनपर्छ भने यो पत्ता पनि यसरी सँगै काटिदिनु भयो भने यो पत्ता पनि फर्सीको मुन्टा सँगसँगै पकाउन मिल्छ, मिठो हुन्छ। यसरी टिपेको फर्सीको मुन्टा एकदमै छिटो पलाउँछ र धेरै मुन्टा आउँछन् यसरी फर्सीको मुन्टा टिप्दा। फुल रोपेको यो ठाउँमा पनि ल यसरी फर्सीको मुन्टा गएछ। यसलाई पनि यसरी नै टिप्नु पर्छ। फर्सीको मुन्टा चाहिँ जति टिप्यो त्यति पलाउँछ क्या। जति टिप्यो त्यति कलिलो मुन्टा पलाउँदै जान्छ। त्यसैले म चाहिँ टिप्दै गर्छु अहिलेसम्म। आज जुलाई 23 तारिक भयो बल्ल हामीले 5-6 पटक फर्सीको मुन्टा खाइसक्यौँ। आज फेरि टिप्दैछु। बारबाट छिरेर यता छिमेकीकोतिर पुगेछ। यसलाई पनि तानेर टिप्नु पऱ्यो नि। ओहो के मैले यसरी फर्सीको मुन्टा टिप्दा हेर्नु न यसरी ओइलाएका अलिअलि ओइलाइसकेका हुन्छन् नि। यो यसरी फुल पनि सँगै टिपेर फर्सीको मुन्टामा मिसाएर पकाउँछु कि कति मिठो हुन्छ। फर्सीको फुललाई चाहिँ म बाहिर नै केलाएर लिएर आउँछु यसरी फ्याँकेर सबै। किनभने यो यसरी बन्द भइसकेको यो फुलमा माउरी आएर बसेको हुँदो रहेछ किन यसरी ओपन गरिदिएपछि अनि ट्याक्क माउरी उडेर जान्छ। अनि लिएर आउँछु बाहिरबाटै। यसरी फक्रिरहेको फुल टिप्यो भने यो फेरि फल फल्नको लागि पराग सेचनको लागि चाहिन्छ नि त। त्यही भएर अलिअलि ओइलाएपछि टिप्छु म चाहिँ। अब फर्सीको मुन्टा पनि यसरी एक अँगालै भइसक्यो रहेछ। म चाहिँ यो फर्सीको मुन्टालाई यसरी ताजा हुँदा नै के गर्छु भने केलाएर हैन यसरी नसा फालेर यो फर्सीको मुन्टा केलाएर अनि प्लास्टिक ब्यागमा राखेर फ्रिजमा राखिदिन्छु। अनि जति बेला चाहियो त्यति बेला झिकेर पकाउन सजिलो हुन्छ। यो ओइलाइसकेपछि केलाउन चाहिँ साह्रै गाह्रो हुन्छ क्या फर्सीको मुन्टा। त्यही भएर यसलाई नओइलाउँदै यसरी केलाइदियो भने धेरै सजिलो हुन्छ। थ्याङ्क यू फर वाचिङ। यो भिडियो हेर्नुभएकोमा हजुर सबैलाई थ्याङ्क यू, धन्यवाद, नमस्ते, बाई।